हजुर विश्वभरि छरिरहनुभएका आदरणीय नेपाली भाषीहरू, अहिले तपाईँहरूको बिचमा आएको छु अनि मैले मेरो चर्चमा चाहिँ अहिले म झुसिले क्रिस्चियन होइन तर पुतली क्रिस्चियन बन्नुपर्छ शीर्षकमा 7वटा पाठहरू सिकाउँदैछु र त्यसमा पहिलो हप्ता अथवा अस्तिको हप्ता चाहिँ आत्मिकी रूपमा हामी कसरी स्वस्थ बन्न सक्छौँ अथवा आत्मिकी रूपमा हामी कसरी परिवर्तित पुतलीहरू बन्न सक्छौँ त्यो विषयमा अध्ययन गरेका थियौँ। अनि आज चाहिँ हाम्रो यो शारीरिक रूपमा कसरी चाहिँ स्वस्थ बन्ने र कसरी चाहिँ पुतली बन्ने भन्ने विषयमा अध्ययन गरेका थियौँ र यसलाई छोटकरीमा तपाईँहरूको बिचमा पनि प्रस्तुत गर्न गइरहेको छु। हामी शारीरिक रूपमा बलियो हुन निम्न सत्यहरूमा हाम्रो मन लगाउनुपर्छ। हामीले निम्न सत्यहरूमा चाहिँ बल लगाउनुपर्छ। विशेष गरेर तपाईँले हामीले यो शरीरलाई स्वस्थ बनाउन सकेनौँ भने तपाईँको उद्देश्य, तपाईँलाई परमेश्वरले कुन उद्देश्यको लागि केका लागि यहाँ जन्माउनु भयो, किन राख्नुभयो, त्यो हामी कतिचोटि त्यो पुरा गर्न चुक्छौँ। किनभने तपाईँ बलियो छैन भने तपाईँले मानिसको सेवा गर्न सक्नुहुन्न। त्यस कारणले हामीले यो शरीरको वास्ता गर्नु जरुरी छ। तर वास्ता कसरी गर्ने? पहिलो नम्बरमा चाहिँ यो मेरो शरीर परमेश्वरको हो। हामीले याद गर्नुपर्छ तपाईँसँग शरीर छ, मसँग शरीर छ अनि यो चाहिँ परमेश्वरले दिनुभएको हो। यो चाहिँ परमेश्वरको सम्पत्ति हो है। भजन सङ्ग्रह 149 को 13 र 14 यसरी लेखेको छ, किनभने तपाईँले नै मेरा भित्रका अङ्ग प्रत्यङ्गहरू बनाउनु भयो, तपाईँले मलाई मेरी आमाको गर्भमा रच्नुभयो। म तपाईँको प्रशंसा गर्छु किनकि म भयानक र अद्भुत रीतिले बनाएको छु। तपाईँका कार्यहरू अद्भुत छन् र त्यो पुरा गर्न म पूर्ण रूपले जान्दछु। त्यस कारणले तपाईँ र म परमेश्वरले बनाउनु भयो। हामी परमेश्वरको सृष्टि हो। हामीले यो मेरो शरीर मैले जसरी मन लाग्यो त्यसरी चलाउनु भन्दा पनि यो परमेश्वरको हो, परमेश्वरको इच्छाअनुसार चलाउँछु भन्ने मोटिभ अथवा उद्देश्य हामीले लिनुपर्छ भने। दोस्रो कुरो, परमेश्वरले मेरो शरीरको हेरचाह गरेको चाहनुहुन्छ। परमेश्वरले तपाईँ र मेरो यो शरीरलाई तपस्या गरेर भोकै राखेर एकदम कुहाएको चाहनुहुन्न, तर तपाईँले चाहिँ यसको ठिक तरिकाले हेरचाह गरेको, वास्ता गरेको, ब्यालेन्स जीवन जिएको परमेश्वर चाहनुहुन्छ। अनि यहाँनिर पहिलो कोरिन्थी 6:12 पावलले भन्छ, म कुनै कुराको कमारो हुने छैन। उसले भन्छ, म प्रभु येशू ख्रीष्ट जसले मलाई बनाउनु भयो त्यो परमेश्वरको बाहेक म कुनै पनि कुराको कमारो हुने छैन, दास हुने छैन। अनि तपाईँहरू कतिले भन्नुहुन्छ, होइन मेरो जीवनमा म आफै मालिक नि भनेर भन्छन्। तर यहाँ सुन्नुहोस्, तपाईँ र म कुनै न कुनै कुरोको हामी सेवक हुनलाई बनाएको। यदि तपाईँले सृष्टिकर्ता परमेश्वरको सेवक बन्नलाई छोड्नुभयो, उहाँलाई चाहिँ इन्कार गर्नुभयो भने तपाईँ अरू कुरोको दास बन्नुहुन्छ। तपाईँ पैसाको दास बन्नुहुन्छ, मानिज्यतको दास बन्नुहुन्छ, ईर्ष्याको दास बन्नुहुन्छ, जाँड रक्सी खैनी र अरू विभिन्न आदतको तपाईँ दास बन्नुहुन्छ। यो हप्ताभरि विशेष गरेर कतिवटा साथीहरू उहाँहरूको जीवनमा आएका समस्याहरू अनि त्यो मानिसहरूको पीड, चिन्ता, दुःखहरू देख्दाखेरि एकदमै मन कटक्क खान्छ। तर अर्कोतिर उहाँहरूको बानी हेर्दाखेरि कतिचोटि रिस पनि उठ्छ है। अनि यो कुरोलाई नै आज सम्झिँदै गर्दाखेरि बिहान मैले एउटा गीत बनाउँदै थिएँ अनि गीत पनि तपाईँहरूलाई सुनाउँछु है। गीत यसरी जान्छ, पान सुपारी खाने हजुर जीवन कता लाने, पान सुपारी खाने हजुर जीवन कता लाने, कस्तो रहेछ रक्सीको तिर्सना यो छोरोले सकेन बिर्सन। कस्तो रहेछ रक्सीको तिर्सना यो छोरोले सकेन बिर्सन। लाटो पनि बाठो बन्छन् जाडा रक्सी खाँदा, लाटो पनि बाठो बन्छन् जाडा रक्सी खाँदा। चप्ली पनि पैँचो माग्छन् यो छोरोले ससुराली जाँदा, चप्ली पनि पैँचो माग्छन् यो छोरोले ससुराली जाँदा। ओहो पान सुपारी खाने हजुर जीवन कता लाने। यहाँ सुन्नुहोस्, हाम्रो जीवन परमेश्वरले बनाउनु भएको हो अनि यो जीवनमा हामीले थुप्रै आदतहरूको हामी नोकर बन्छौँ, हामी दास बन्छौँ। अनि आजभन्दा 19 वर्ष अगाडि मैले प्रभु येशूलाई चिन्नुभन्दा अगाडि मैले जाँड रक्सी खान्थेँ, खैनी खान्थेँ। तर जुन दिन मैले प्रभु येशूलाई चिनेँ त्यो दिनदेखि म त्यो कुरोमा फर्केर जानु परेको छैन। उहाँले मलाई स्वतन्त्र बनाउनु भयो, उहाँले मलाई बलियो बनाउनु भयो, उहाँले मलाई ताजा बनाउनु भयो। त्यसैले प्रियहरू, आज तपाईँ कुलतमा जाँड रक्सी
गाजा भाङ धतुरो विभिन्न किसिमका कुलतमा हुनुहुन्छ भने प्रियहरू प्रभु येशूकोमा आउनुहोस्। तपाईँ त्यसको दास भएर जिउनु जीवनमा मजा छैन। तपाईँ परमेश्वर सृष्टिकर्ताको सेवक भएर जिउँदाखेरि मिल्ने आनन्द तपाईँ रक्सीमा मातेर 2 घन्टा उफ्रिँदै मात्रै तपाईँले आनन्द हासिल गर्नुहुन्न। जब तपाईँको फोक्सो क्यान्सर लाग्छ, तपाईँको कलेज बिग्रिन्छ, ती आनन्दहरू सबै बगेर जान्छ। त्यसैले तपाईँ र म जार रक्सी कुलतहरूको दास बन्नुको सट्टामा परमेश्वरले दिएको यो शरीरलाई ठिक तरिकाले सेवा गर्ने, रेखदेख गर्ने र हामी परमेश्वरको सेवक बन्न सक्छौँ भने तेस्रो कुरो चाहिँ मेरो मृत्युपछि पनि यही शरीर जीवित पार्नेछ। परमेश्वरले हामी ख्रीष्ट येशूमा विश्वास गर्नेहरू सबैलाई उहाँले फेरि यही शरीर हामीलाई जीवित पार्नुहुन्छ र यही शरीर दिनुहुन्छ। त्यतिखेर हाम्रो शरीरबाट रोग, यहाँबाट कमजोरीहरू निकालिनुहुनेछ र हामी एकदमै बलियो र स्वस्थ शरीर हामी पाउनेछौँ। पहिलो कोरिन्थी 6:14 भन्छ, परमेश्वरले आफ्नो शक्तिले प्रभुलाई जीवित पार्नुभयो। प्रभु येशू ख्रीष्ट संसारमा उहाँ परमेश्वर हुनुको मुख्य कारण नै उहाँ एकमात्र व्यक्ति जो मृत्युबाट जीवित भएर उठ्नुभयो। संसारमा तपाईँले हेर्नुभयो भने गौतम बुद्धको चिहान हामीसँग छ, मोहम्मदको चिहान हामीसँग छ, तर प्रभु येशू ख्रीष्टको शरीर, उहाँको हड्डीहरू हामीसँग छैन। उहाँ त जीवित हुनुभयो, उहाँ फेरि जिउँदो हुनुहुन्छ। त्यस कारणले त हामी प्रभु येशू ख्रीष्टको जन्म उत्सव मनाउँछौँ, उहाँको जन्म जयन्ती मनाउँदैनौँ। उहाँ 2000 वर्ष अगाडि जन्मिनुभयो र आज पनि जीवित हुनुहुन्छ। अनि त्यसपछि हामीले पनि उहाँको शक्तिद्वारा जीवित पार्नुहुनेछ। परमेश्वरले प्रभु येशू ख्रीष्टलाई जसरी जीवित पार्नुभयो एक दिन तपाईँ र मलाई पनि जीवित पार्नुहुनेछ। त्यस कारणले यो शरीरको हामीले ख्याल गर्नुपर्छ। यो चाहिँ अनन्त शरीर हो, यो चाहिँ हेला गर्ने, हेप्ने र विभिन्न कुरोमा प्रयोग गर्ने चिज होइन भने। चौथो कुरो, मेरो शरीर ख्रीष्टको शरीरसँग जोडेको छ। तपाईँको शरीर तपाईँले म जे मन लाग्यो त्यसरी जिउँछु भनेर भन्नु होला, तर त्यो सही होइन। तपाईँले आफैलाई बनाउनु भएन, तपाईँको शरीर मण्डलीसँग जोडिएको छ। अनि तपाईँले राम्रो जीवन जिउनु भयो भने अरूले पनि सुख पाउँछ, तपाईँले बेइमानी जीवन जिउनु भयो भने अरूले पनि दुःख पाउँछ, तपाईँ एक्लै छैन है। येशूले तपाईँ र मेरो लागि आफ्नो ज्यान दिनुभयो, आफ्नो शरीर दिनुभयो। आज हामीले पनि यो शरीरबाट ख्रीष्टको महिमा गरेर जिएको उहाँ चाहनुहुन्छ भने। पाँचौँ कुरो, मेरो शरीरमा पवित्र आत्मा वास गर्नुहुन्छ। तपाईँ र म भित्र अहिले परमेश्वर, त्रिएक परमेश्वरको तेस्रो व्यक्ति हामीमा वास गर्नुहुन्छ। पहिलो कोरिन्थी 6:19 भन्छ, तिमीहरूको शरीर पवित्र आत्माको मन्दिर हो। तपाईँ र म, हाम्रो यो शरीर चाहिँ हाम्रो शरीर मात्र होइन, तर पवित्र आत्माको मन्दिर हो, जुन पवित्र आत्मा तिमीहरूले परमेश्वरबाट पाएका छौ र उहाँ तिमीहरूभित्र वास गर्नुहुन्छ। उहाँ तिमीहरूभित्र वास गर्नुहुन्छ भन्ने कुरा के तिमीहरूलाई थाहा छैन? तिमीहरू स्वयं आफ्नै होइन, तपाईँ र म आफ्नै होइन, तर हामीभित्र पवित्र आत्मा वास गर्नुहुन्छ। अनि त्यसरी नै के अरे पहिलो कोरिन्थी 6:16-17 यसरी लेखेका छौँ, विशेष गरेर 17मा, कसैले परमेश्वरको मन्दिरलाई नष्ट गर्छ भने परमेश्वरले त्यसलाई नष्ट गर्नुहुनेछ। कसैले यो शरीरको रेखदेख गर्दैन, यसलाई नष्ट गर्छ, असरकाज पार्छ भने परमेश्वरले त्यसलाई नष्ट गर्नुहुनेछ। किनकि परमेश्वरको मन्दिर पवित्र हुन्छ र त्यो मन्दिर तिमीहरू नै हौ। हामीहरू मन्दिर हौँ र हामीले यसको वास्ता गरेन भने परमेश्वरले हामीलाई नष्ट पार्छ। अनि कतिचोटि चाहिँ फेरि यसले नष्ट पार्छ भनेको चाहिँ ल तिमीहरूलाई परमेश्वरले अब चाहिँ नरक पठाउनुहुन्छ भनेर अर्थ लाउँछ, त्यो भनेको होइन। यो शरीरलाई हामीले ठिक तरिकाले रेखदेख गरेनौँ भने, हामीले चाहिँ जे पाए त्यही खाने, जहाँ रक्सी खाने गऱ्यो भने तपाईँको लिभर क्यान्सर हुन्छ। त्यतिखेर तपाईँको 20 वर्षको आयु 5 वर्षमा झर्छ। तपाईँले वेश्यावृत्ति गर्नुभयो भने तपाईँको शरीरमा के अरे निको नहुने रोग आउँछ। तपाईँ के अरे 30 वर्ष बाँच्ने उमेर तपाईँको 10 वर्षमा सिद्धिन्छ, तपाईँ नष्ट भयो। तर तपाईँको आत्मा नरक जान्छ भनेको चाहिँ होइन। तपाईँ र म पृथ्वीमा परमेश्वरको वासस्थान हुन्छ, हामी परमेश्वरको मन्दिरहरू। त्यस कारणले पनि हामीले हाम्रो यो शरीरको ख्याल गर्नुपर्छ भने। छैटौँ कुरो, मेरो शरीर येशूले क्रुसमा किन्नुभयो। तपाईँ र मलाई प्रभु येशू ख्रीष्टले क्रुसमा किन्नुभयो। यहाँनिर पहिलो कोरिन्थी 6:19 र 20 हेर्ने भने तिमीहरूको शरीर पवित्र आत्माको मन्दिर हो। अनि 20 विशेष गरेर तिमीहरू मोल तिरेर किनेकाहरू हौ, यसकारण तिमीहरूका शरीरमा परमेश्वरको महिमा गर। तपाईँ र म येशू ख्रीष्टले क्रुसमा रगतको मोल तिरेर, सुन चाँदीले हिरा मोतीले होइन, तर रगतको मोल तिरेर किनेकाहरू हौ। त्यस कारणले हाम्रो यो शरीरबाट परमेश्वरको महिमा गर्नुपर्छ। अनि त्यसरी नै रोमी 12:1 यसकारण भाइ हो, परमेश्वरको कृपालाई ध्यानमा राखी म तिमीहरूलाई अनुरोध गर्दछु कि
तिमीहरूको आत्मिक उपासनाको रूपमा आफ्नो शरीरलाई पवित्र र परमेश्वरको ग्रहण योग्य हुने जिउँदो बलिको रूपमा अर्पण गर। तपाईँ र मेरो यो शरीरबाट परमेश्वरको महिमा गर्नलाई, उहाँलाई बलि दिनलाई उहाँले अर्पण गर्नु भनेर भन्नुहुन्छ। अनि त्यसपछि यूहन्ना 5:6 के तिमीहरू निको हुन चाहन्छौ भनेर प्रश्न परमेश्वरले सोध्नुहुन्छ। तपाईसँग विभिन्न शारीरिक रोगहरू तपाईँको र मेरो गल्तीका कुरोहरूले हुनसक्छ, तर परमेश्वरले निको पार्न चाहनुहुन्छ। हामी यो शरीरमा सधैँ जिराखेको उहाँ चाहनुहुन्न। परमेश्वरले हामीलाई शारीरिक रूपमा स्वस्थ्य भएको, बलियो भएको चाहनुहुन्छ, कारण हामी बलियो शरीरहरू लिएर यो संसारमा परमेश्वरको राज्यमा अति महान कामहरू गर्नु छ। त्यसैले पनि उहाँले हाम्रो शरीर बलियो भएको उहाँ चाहनुहुन्छ। हामीहरूलाई परमेश्वरले बनाउनु भयो अनि हामीहरूलाई येशूले क्रुसमा रगतको दाम तिरेर किन्नुभयो अनि हामीभित्र पवित्र आत्माको बास हुन्छ। हामीमा पवित्र आत्मा बास गर्नुहुन्छ। त्यसैले तपाईँले भन्न सक्नुहुन्छ आफ्नो नाम काटेर म, अनि तपाईँले भन्नु होला म चाहिँ अहिले मेरो नाम भन्छु, तर तपाईँले म एन्डीलाई परमेश्वरले बनाउनु भयो। म एन्डीलाई येशूले दाम तिरेर, रगतको दाम तिरेर किन्नुभयो। म एन्डीभित्र पवित्र आत्मा बास गर्नुहुन्छ। त्यस कारणले तपाईँले आफैलाई म चाहिँ त कस्तो कमजोर बिचारा भनेर जिउनु पर्दैन। हामी त परमेश्वरलाई धन्यवाद भन्दै उहाँको नामलाई महिमा गर्दै जिउन सक्छौँ। उहाँले हामीलाई शरीर दिनुभयो, यही शरीर लिएर हामी काम गर्न सक्छौँ, यही शरीर लिएर हामीलाई मानिसहरूलाई माया देखाउन सक्छौँ, यही शरीर लिएर हामी थुप्रै कामहरू गर्न सक्छौँ। किनभने परमेश्वरले हामीलाई शरीर दिनुभयो। यो शरीर हामीले वास्ता गर्छौँ। मलाई चाहिँ मानिसहरूले ओहो कति ह्यान्डसम, कति सुन्दर रहेछ भन्नुभन्दा पनि परमेश्वरले मलाई दिनुभएकोले यसलाई रेखदेख गर्ने जिम्मा मेरो हो भनेर हामी यो शरीरको ख्याल गर्न सक्छौँ। यदि तपाईँले आफ्नो शरीरको ख्याल गर्नुभयो र बलियो शरीर भयो भने तपाईँले मानिसहरूको सेवा गर्न सक्नुहुन्छ, तपाईँले मिसनको काम गर्न सक्नुहुन्छ, थुप्रै कामहरू गर्न सक्नुहुन्छ। त्यसैले तपाईँ आत्मिक रूपमा परिवर्तित र शारीरिक रूपमा परिवर्तित र परमेश्वरको सेवा गर्न चाहनुहुन्छ भने तपाईँले आफ्नो शरीरको पनि ख्याल गर्न सिक्नुपर्छ। अनि यो विषयमा तपाईँले पुरै पाठ हेर्न मन लागे युट्युबमा जानुहोस्। मैले आज मेरो चर्चमा यही सिकाएको छु अनि तपाईँले यसको पुरै पाठ हेर्न सक्नुहुनेछ। अहिलेलाई तपाईँको मनमा जिज्ञासा प्रश्नहरू छ भने हामीलाई पोस्ट गर्नुहोला र सोध्न सक्नुहुन्छ। अनि तपाईँका सल्लाह सुझावहरू थप विचारहरू छ भने त्यो पनि हामीलाई दिनुहोला र हाम्रो पेजहरू अरूलाई सेयर गर्न, अरूलाई उत्साह दिन तपाईँले सहायता गर्न सक्नुहुनेछ। हुन्छ, तपाईँको सहायताको लागि धेरै धन्यवाद। यो कार्यक्रमलाई ध्यान दिएर हेरिदिनु भयो त्यसको लागि पनि धन्यवाद। अहिलेलाई बिदा चाहन्छु। जय मसीह।